पनि मेरै नाममा छ ल शशिकला पोल्ट्री फार्म छ के यो शशिकला पोल्ट्री फार्म राप्ती गाउँपालिका 2 टाइबरटोलमा हाम्रो शशिकला के ने उहाँको नाम शशिकला पन्तले 1500 कुखुरा चाहिँ पालेर यसरी व्यवसाय गर्नुभएको छ। चाहिँ महिला भइकन पनि एकदमै उद्यमी मान्छेले त यसरी व्यवस्थित गर्नुभएको छ। यसरी यो पानी पनि यो बार राखिराख्नु नपरोस् भनेर यसरी यो राख्नुभएको छ। यसरी सट्ट त्यो पानी राख्ने भाँडामा चाहिँ यसरी जम्मा जाँदो रहेछ। सट्ट यो पाइप चक्कै कनेक्सन छ। सट्ट यसरी चाहिँ जाँदो रहेछ। कुखुरा रमाइराखेका छन्। अझ यो यस्तो मजाले रमाइराखेका छन् कि कुखुराहरू 1500 छन् कुखुरा। यसलाई कति दाना हाल्नुपर्छ दिदी? यता हेरेर भनिदिनुहोस् त ल। ए यहाँ दिनको 3 हाल्नुपर्छ। कति पाल्नु भएको छ कुखुरा? 1500 1500 हो। कति जति आम्दानी नाफा हुन्छ एक लट उठाउँछ तपाईँलाई? भाउ भेट्यो भने त हुन्छ 1.5 लाख 2 लाखसम्म हुन्छ। आम्दानी नै हुन्छ। आम्दानी नै हुन्छ होइन? खर्च कटाएर 1.5 लाख 2 लाख हुन्छ भनेको 40-45 दिनमा तपाईँले 1.5-2 लाख कमाउनुहुन्छ होइन? तपाईँ एक्लै हो कि यहाँ तपाईँलाई सपोर्ट कहिले काहीँ गर्नुहुन्छ कसैले? बुढोले गर्नुहुन्छ। कहिले कसो श्रीमानले गर्नुहुन्छ नत्र भने तपाईँ आफै गर्नुहुन्छ होइन? अरू घरमा को हुनुहुन्छ? सानो कान्छो छोरो अनि हामी बुढाबुढी। ए ल जेठो छोरो पढ्छ काठमाडौँतिर बसेर। हो त्यही त राम्रो रहेछ। राम्रो गर्नुभएको रहेछ। महिला भइकन पनि एकदम साहसी भएर यत्रो 1500 कुखुरा पालेर बस्नुभएको रहेछ। कतिपय त महिलाहरू हामी त छोरी मान्छे हो सक्दैनौँ भन्ने पनि त हुन्छ नि। किन उहाँहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ भन्नुहोस् त? सबैले आफ्नो व्यवसाय गर्नुपर्छ भन्छु। भन्नुपर्छ। श्रीमानले आफ्नो ठाउँमा कमाउनुहुन्छ। आफूले पनि केही गर्नुपर्छ। श्रीमानलाई सपोर्ट गर्ने हुनुपर्छ होइन? ल हुन्छ धन्यवाद।